हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज म घरमा आइपुगिसकेँ। घरमा आएँ, यता आमाहरू हुनुहुन्छ, दोस्त यता यता बहिनी छुच्ची बहिनी छ। अब घरमा आयो, जिन्दगानी यस्तै छ, के गर्नु। तल हेरिदिउँ त, तलको दृश्य ग्राउन्ड फ्लोरको के छ कस्तो छ जिन्दगानीमा। ओ हरियाली छ पुरै, कोलाको बोट रहेछ, कोला फल्दै रहेछ, दामी रहेछ। ल अन्त के छ, यो कुखुराहरू पो रहेछ त, पक्काइदार छ। ल कुखुराहरू रहेछ, टोड्नै रहेछ। म चाहिँ धेरै भयो नि त घरमा आएको, त्यही भएर आज चाहिँ यसो हेरिदिउँ त भनेर घरको अवस्था। यता चाहिँ सुँगुर रहेछ दुईवटा, ठुलो र सानो, दामी छ। ल बक्काइदार छ है, ल एकदम बवाल छ है, सही छ। ल पारिको दृश्य यस्तो छ, नजारा देख्न सकिन्छ आजको नजारा है, दामी नै रहेछ। ल मेरो दोस्त के गर्दैछ भन त। अटो कुदाउन आँटेको, ठिक छ। त्यसो गर्दा पनि हुन्छ भने त। जाउँ त अहिले पर जाउँ, पल्लो घरमा जाउँ त, आऊ त। ल गाइजहरू, हामी चाहिँ गाउँ डुल्दैछौँ, घुम्दैछौँ। अब जिन्दगानीमा के छ र, मरिलानु के छ अरे होइन। हाम्रो बुद्धजी मेरो दोस्त, सानोदेखिको दोस्त होइन। हामी हिँड्दैछौँ, हाम्रो गाउँ यस्तो छ। यहाँदेखि इलामबर्जा जानु चाहिँ कति आधी घन्टा लाग्छ, इलामबर्जा ठ्याक्कै पुगिन्छ आधी घन्टा। हिँडेर गयो भने आधी घन्टा, बाइकमा त कति 5 मिनट होला होइन, 2 मिनट त होइन होला, 5 मिनट होला। त घुम्नुपर्छ नि, त्यस्तै हो जिन्दगानीमा। यो दुइटा चाहिँ मेरो मामाहरू घर हो, कान्छा मामा र माइला मामा घर हो। यहाँ हुनुहुन्छ, बारीहरू छ मामाहरूको। यहाँ मामाको ट्र्याक्टर छ, मामाको ट्र्याक्टर। यहाँ माइला मामा भिडियोमा राख मामा, यता माइजू। मामाले अर्को नयाँ गाडी लिएर आउनु भएछ। ल अर्को गाडी लिएर आउनु भएछ। ल भिडियोमा कति चाहिँ हाल्नु पर्छ। ल यहाँ कान्छामा घरमा आइयो। यहाँनिर यहाँ चाहिँ हामीले कुखुरा पालेको थियो। यहाँनिर कुखुरा पालेको छ है, देख्न सकिन्छ कता छ कुखुरा। ल कुखुरा गजबको छ। यो चाहिँ म विदेशमा हुँदाखेरि मामा र मैले पार्टनरसिपमा गरेको हो। यहाँ पनि छ, माथि पनि छ, दुईवटा खोर्छ के। यहाँ 1 लट भयो, माथि 1 लट, 2 लट छ के कुखुरा चाहिँ। अब बुद्ध हामी माथिल्लो खोरमा गइँदैछ। मौसम चाहिँ आज दामी भइरहेछ है, ठन्डा ठन्डा मौसम, कुल भइरहेछ। होइन बुद्धजी, बुद्धजी हाँसिन्छ मात्रै दोस्त, के हो क्या। अब यहाँ गाईहरू छ, गाईहरू, कुखुरा कसरी खोल्छ। ल यो चाहिँ टक्क बेच्ने बेला भएको कुखुराहरू छ। यो चाहिँ चल्ला भर्खरको हुँदैछ, ठुलो भइसक्यो। ल यहाँ 5 केजी 6 केजी बडावाला छ है जिन्दगानीमा। ल लागिदिनु पर्ने हुन्छ अब चाहिँ।
ल चल्दिने गाइस आजको भ्लग चाहिँ यहीँ एन्डिङ हान्ने बनाइन्छ गाइस ओके सी यू नेक्स्ट भ्लग